Hello, what's up guys? Welcome to नयाँ ब्लगमा स्वागत वेलकम प्रोग्रामको लागि प्रिपरेसनको लागि हामी के भन्ने गीत गाउन सिक्न जान लागिरहेको है मेरो स्ट्यान्ड नि लिएर आउँछु रुक ल हट यो गिटार हेलमेट त लाउनु पर्यो हेलमेट All done. टक्क लाएर अब हामी पहिला सुरु त्यो डाँकालाई लिन जान पर्यो होइन आई मिन टु से हाम्रो वान अफ द सिङ्गर हाम्रो महान सिङ्गर भनौँ ए भगवान् उठाले रे देवा उठाले यही अगाडिको भनेको थियो मोलीले कहाँ यसलाई कुरम चाहिँ कहाँ कुरम यसलाई घुम्ट्यौँ त्यही हुन्न ए अलि यता हाल मैले नि घुम्दैन क्या पुग्यो माथि जान्छ कता अड्डा ओ छिलिङ वाउ इट्स लक यार हाई माई फ्रेन्ड आई गेस यताबाट हो कि पीछे से क्या डर पलाया तो ले ल टक्क लाएर कडे छ त ल टोक्दैन नि टोक्दैन नि होइन कन्फर्म हो नि खासै डराउनु त डराउनु के अरे हेलो गाइज आऊ ये जा लिनुहोस् हजुर लिनुहोस् राख्नुहोस् रिजनको पो छ ज्यान माथि चढ्छ रिजनको छ कि शर्माको घरमा ज्यान माथि चढ्छ भने कता यस्तो पो रहेछ बाहिर हिँड्नुहोस् न हेलो खै बडी हेर्दा सेक्सी बडी ए सकिन भाइको सकिन माछा आमामामा त्यो बवाल लाग्छ यार ट्याङ्क मेरो ट्याङ्क चिन्दै हुन्न ज्याकेट जस्तो मर्छ नि त फेरि एडिडास त लभ हो के त्यो सुड्डोले के मान्छे भनेको र यो चुट्टेको हो रोबर्टले काएर त्यो मुलीले अनि यो बुढे गएछ त कहाँ बन्छ त मुली ल किन बन्द बत्ती भन् यार के बत्ती आएन बान दे जे पऱ्यो पर्ला क्या बत्ती त भेरी गुड एस्थेटिक हुन्छ क्या बाल्न त्यो गोल्डन यो के हो यो होइन उतै बोल्दै ल ठिक छ ओहो यता हो यो के बज्छ त यत्तिकै त्यतिले मा जोडे जस्तो लाग्दैन मलाई ज्याक त खतरा बना त होइन कि यति मात्र हेर्दैन पहिला त मोबाइल बनाएको हेर तर माथि त बस्यो मोबाइल हो र ल मोबाइल आर्टिस्ट रहेछ त तर यो मन पर्यो डिटेलिङ हेर्न के दामी छ त नि चोखो डिटेलिङ हालेको तर
यता गाइज होम टुर यता नि खाइदिउँ ट्याउड्याउ डिस्टिस ए जापानिज स्पिचेस कहाँ ठुलो हुन्छ त जापानिज भनेको हौ तिमी नि के सुन्छौ यार हाउ गर्नु काम छ नि यस्तो काममा त हिँड्न नि झ्याउ लाग्छ मलाई त डिक्कीमा कता त्यो रेनको टेउटा मात्र हालिदिएछु फेरि मैले यहाँसम्म भाग्दै आउने है जस कार्डियो चाहिँ गर्छ केटोले फिजिक्स हेर्नु फिजिक्स सकेको हो दौड्न साला रे उस नगर न सिधै डिसिजन यार झ्याउ पर्छ सिधै डिसिजन लिनु के छिटो गएर पेट्रोल सकिन्छ फेरि स्कुल पुग्नेसम्म हुन त हालेको यार अस्ति ए ल छिटो 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 गुप गुप लाइदिन जाम 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 लाइजाइज ओइ ढिलो बा कहाँ हो त्यहाँ कहाँ शान्ति भन्ने फेरि माकडक्स नथर्का न यार चित्त दुख्छ यहाँ नि पाउन सक्छ हाल सोधौँला है केटाहरू आइकि आएन होला कालु होइन ओए कालु ओए कालु कालुसँग को हो भावा पऱ्यो नि त मार्च होला र खै मैले त उस्तो देखिनँ के अरे ए रहेछ रहेछ कालुलाई कालु भन्न केही हुँदैन एन्टरिङ द स्कुल आया मार्यो यति गर्मी यार हाम्रो कालु खै कालु हेलो कालु जुन चान्डिङमा हो कि तिमी फेक हो दिन्छ ओए भाइ यहाँ मेरो चस्मा मैले लाउने हेलो अङ्कल फेरि स्वागत छ ए मेरो उसै गएछ नि त त्यो सेक्सी देखेको हाम्रो स्कुल के हो किन नि पाएँ कुरी 0.5मा नि देखिँदैन छायामा हिँड्छ म कालो मलाई कालो हुनु मन छैन ओइ हाम्रो नि खाली रहेछ त के हो ए केटाहरू त खेलेको खेल्न आउने होइन खेल्ने आउन त खेलौँ अनि ओहो ओहो नाम लेखेछ के लेखेछ र ल ल गर तैँले सल्भ हाल यसको सल्भ हाल के गोटी गोट यहाँ छ बोट यहाँ छ यहाँ ग्रास छ यहाँ लाइन छ ल कसलाई सल्भ तैँले गर कालु ल स्मार्टेस्ट गाई ल गर कालु चल भन्न लायन इट्स गोट होइन गोट इट्स बोट क्यान क्यारी क्रस द रिभर विदाउट यिनीहरूलाई किन लानु पऱ्यो यो आफूहरू आफै गयो भइहाल्छ कस्तो देखा नि त देखा ल पावनको खसी तलन छ खै के कालो खसी होला मलाई चिने भाग्यमानी भइस अड्केछ
कत्रा तपाईँ आफै प्रिन्ट हालेको किनेको ल ठिक छ अर्को एउटा यस्तै किन्न लगाएको होइन यसको लुक बडी बिल्डरै हो क्या स्वागतम 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 सुस्वागतम यता चाहिँ के हो त फेरि बिचरा भाइले पनिसमेन्ट खायो होइन हुँदो रहेछ त हेलो गाइस हेलो बजाउनुलाई अरूलाई नपोस भनेको के यहाँ पकाएर तान्ने हो भन्दै त कसरी तान्छ कसरी तान्ने यहाँ पकाएर कालु भन् त अब के गर्ने अब भन् यो भएन यस्तो हुँदै हुन्न काम छैन यस्तो किन सर ए ल धन्यवाद खाली गरिदिनु भएकोमा के गर्छस् अब भरपाई गर नाइकी होइन कि सामुन बाल त मात्र दुनियाँ पस्नै पर्दैन तिरेको जाउँ मलाई चिरिस बाँदरको बच्चा हो यो क्याजनिस यस्तो पारा क्याजनिसको पारा यस्तो छ बेसिसको पारा यस्तो छ यहाँ अर्को काले लप्पामा अब हामी जान लाग्यो कान भयो कान ज्याक चुटाले त्यो भएर अब ज्याक बनाउनु जानुपर्छ फेरि हामीलाई रोबर्ट सरले आयो अब हाम्रो च्यानलको ओनर आयो च्यानलको ओनर खाजा खुलाउँछ अब नमितले खाजा खुलाउँछ अरे अस्ति नै नि भ्लग बनाउन त खाजा खुवाउँछु भने गएन आज नि अब अब लान्न अब यसले भयो बाहिर रेकर्ड बाबु खाजा खुलाउँछ हेलो खाने खाजा नामले खुलाउँछस् खान्छस् खुलाउँछ खान्छस् खुलाउँछस् खान्छ ठिकै छ त्यसो खुलाउनु खाजा सम्झिने पानी सम्किने अस्ति खान्छ होइन अस्ति खुवाएको त मैले एक नम्बरको झुटो खायो च्यानलको खुवाएको त मैले तँलाई कहिले अस्ति खुवाएको त्यो एउटा यो क्यान्टिनमा समोसा खुवाएको मा सम्झिरहेको खाएको मेरो भाइ यो हालै बाबु कट्न अरे हाल बाबु ए हाल्छु के भयो त नि यो त हाल्नै पऱ्यो 25 रुपियाँको एउटा समोसा खाएको माछा के खान्छस् ल बर्गर पेस्ट्री मोमो चाउमिन 99 99 मा जानु नयाँ त महँगो हुन्छ
140 वाला महँगो धेरै महँगो नि होइन महँगो है महँगो धेरै महँगो होइन 140 त हो नि हाल्छु 40 हसन चाहिँ यार ओहो टिम त खतरै खतरै यार ए नयाँ हो नयाँको छ हो र हजुर भिडियो गर्दै हो हजुर भिडियो नगर्नुहोस् तार बनाउनु नि तार बनाउने मान्छे यही हो कि भएको बिगार्ने मान्छे भन्नु बिगार्ने नि बनाउने हो त कि अनि बोलाइरहेको ढोकामा अनि यस्तरी झरेको फेरि अनि सिक्क अल्छी हेरेर त्यो हामीले उल्टो हेरेर रहेछौँ क्या सुरुमै हेरेको थाहा पाइन्छ कता रहेछ के रहेछ भनेर सुन त पहिलो कुरो ज्याक बनाउन यता जानु पर्यो फेरि उता जाने हो नि बनाएको छैन बल्ल सुरु है ल जाम बुढो नदेखाइ कसो बनाउँछु म बनाउँछु म फोटो ब्लग गर्छु मोटो ब्लग गर्छु सब मोटो भ्लगिङ रे चाहिँ मोटो भ्लगिङको लागि यो पनि राख्नु पऱ्यो नि त पहिलो कुरो राख्नु अब तपाईँहरू यहाँ अब तपाईँहरू यहाँ आयो तल सिउ गाइड लिएर अहिले मोमो खुवाउँछ अरे ल ल्याए चाहिँ कहाँ के यार अत्तो पत्तो छैन त नि यहीँ रोक्नुलाई साइड लाइट हालेकोस् वाह क्या बुद्धि अरे कहाँ हो टक्क यहाँ भिडियो बनाउनु पाइन्न होला गरे भाइ यो सोल्डिङ मेसिन छ है के यो कुन रे यताको चुट्टी खाने उताको ऐ निस्किन भने ओए चाम्के ल गीता निलियो होइन ल चल्दिउँ ब्यान्ड मेरो कपा काट्नु कस्तो देखेको थियो चाहिँ हेरौँ न भोलि नै के बनाउँछु केटाहरू केटाले बजाएको होइन ल वाट्सअप ल सकिएको म भोगिदिन्छु अमितलाई के अरे एम भेन्डका नगर्न दिस इज फ्यामिली फ्रेन्डली भ्लग लेट्स गो सकिएको छ अब होइन अब उता सिधै बारिसा सिक्ने ठाउँमा चल्दैछ होइन यता होइन ए म कता यता अनि यता होइन ट्याक्क जिरोमा खत्रै पारियो पुरै छैन त आम्बो हजुर यता ढोरै यताबाट नि हेर्न यार आम्बो भएन ल क्लास हेरेको बस्दा तपाईँलाई हेर्न नफ्लाइटै ल्याएर हिँड्यो गर्छ तल गएर पुरा हुन्छ आज दुधको सक्दो पानी खाँदै भयो खासै गाह्रो छ होइन खासै गाह्रो त होइन कि फर्म निकाल्ने राम्रो फर्म ननिकाल्ने हो फर्म निकाल्दा गाह्रो छ